नमस्ते बमजमसम्म थकाली किचन। हजुरहरूले चाहिँ एकदम धेरै सोध्नुहुन्छ कि सेलरोटी मैले बनाउने सेलरोटीको रेसिपी चाहिँ पहिला पनि धेरै राखिसकेको छु, तैपनि म फेरि एकचोटि रिपिट गरिदिएँ त हजुरलाई। यो चाहिँ पोखरेली चामल है, ओभर नाइट चाहिँ फुल्ली भिजाएर छोडिदिनुहोस्। अनि त्यो भिजेको चामललाई चाहिँ यसरी, मेरो चाहिँ ठुलो खालको मिक्सर छ, यो हातले नाच्छु है मैले चाहिँ कति किलोमा कति भनेर धेरैले सोध्नुहुन्छ। यो चाहिँ मैले हात मुठीभरि चाहिँ 4 मुठी चामल राखेँ। राम्रोसँग हेर्नुहोस् है त। अनि त्यसमा चाहिँ पहिले मैले चाहिँ यो घिउ पकाएर अनि मिक्सर गरेर राख्छु है, यो किनभने राम्रोसँग फिटिएन भने चाहिँ जहाँ जहाँ घिउको दलो बस्छ त्यहाँ चाहिँ फुट्छ सेलरोटी। सो यो चाहिँ 3 डाँडो हालेँ है मैले चाहिँ। अन्तिममा चाहिँ चिनी चाहिँ मैले 4 चम्चा राख्थेँ पहिला चाहिँ, अलिकति चिनी कम भयो भनेर मैले अहिले चाहिँ 5 चम्चा राखिदिन्छु। अनि यसलाई चाहिँ मिक्सर गरेर यसरी मिक्सर गर्दाखेरि चाहिँ पानी धेरै हुनु नि भएन, थोरै हुनु नि भएन, ठ्याक्कै घुम्न मिल्ने गरेर मैले यसरी पानी राखिरहेको छु। थोरै 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 गरेर पानी राखेर यसरी राखिरहेको छु। पानी हेर्नुहोस् है त। मिक्सर चाहिँ एकदम ठ्याक्कै धेरै खस्रो मसिनो केही पनि हुनुहुन्न, एकदम एक्ज्याक्ट मिल्नुपर्छ सेलरोटी राम्रो बन्नको लागि। मेन कुरा घिउ, चिनी अनि त्यसको मिक्सर सबै कुरा मिल्नुपर्छ, यत्तिकै सेलरोटी राम्रो बन्दैन। मान्छेले सोडा राखे हो भन्नुहुन्छ, तर सोडा मैले कहिले पनि युज गर्दिनँ, यो घिउले नै हो फुल्ने। अनि मान्छेले हामीले पनि हाल्छौँ घिउ भन्नुहुन्छ, तर त्यो घिउ पनि राख्नु जान्नु पर्यो तरिका। यतिको गर्छु है म अहिले चाहिँ। त हेर्नुहोस् है त। अनि यतिको भइसकेपछि यो चाहिँ मेरो सिजीको ठुलो खालको मिक्सर पनि कुन हो भनेर सोध्नुहुन्छ धेरैले। सो यतिको भएपछि अब यो मिक्सर भइसक्यो। यो भएपछि मैले चाहिँ मजाले हातले फेरि मजाले फिट्छु। फिटेपछि रेस्ट गर्नु पर्दैन। तपाईँ धेरै बेर राख्नुभयो भने त्यो फेरि जम्छ, फेरि पिठो जमिसक्छ, फेरि पानी थप्नुपर्ने हुन्छ। सो मैले चाहिँ तुरुन्तै मिक्सर गरिसकेपछि चाहिँ म चाहिँ सेलरोटीको ताई बसालेर बनाउन सुरु गरिहाल्छु। यो चाहिँ घिउ सबै घिउमा पकाउँछु मैले चाहिँ। हजुरहरूले घरमा चाहिँ तेलमा बनाउन पनि सक्नुहुन्छ। यो चाहिँ घिउ चाहिँ ठ्याक्कै हजुरले कप पनि राख्नुहुन्छ या साइकलको गन्ती, त्यो ठ्याक्कै डुब्ने खालको हुनुपर्छ। त्योभन्दा धेरै हुनु नि भएन, थोरै भयो भने नि तपाईँको सेलरोटी फ्ल्याट हुन्छ, तल च्याप्टो बस्छ। यो चाहिँ सोली मेरो चाहिँ यो चाहिँ सेलरोटी निकाल्नलाई जाली सिरा घिउ अब रेडी भएँ म चाहिँ अब सेलरोटी बनाउनको लागि। अनि यो सोली परिहाल्नुहोस्। अनि मैले चाहिँ हात पोल्छ भनेर पन्जा लाउँछु अहिले चाहिँ। पहिला चाहिँ धेरै पन्जा नलाइकन गर्दाखेरि चाहिँ हातमा धेरै तेलको सिर्काले पोलेर पुरै हातमा दाम बसिरहेको छ। सो यसरी बराबर रूपमा हजुरहरूले सर्फ घुमाइदिनुहोस्। अनि यो चाहिँ अब एक साइड हल्का ब्राउन, हजुरलाई कतिको ब्राउन मनपर्छ त्यतिको ब्राउन गरेर यसलाई फेरि फर्काइदिनुहोस्। यो चाहिँ मैले अझै योभन्दा लाइट निकाल्छु, तर उहाँ एकजनाको अर्डर छ अलिकति ब्ल्याक गरिदिनु भन्नुभयो, अलिक रातो गरिदिनु भन्नुभयो। सेलरोटी रेडी भयो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। अरू रेसिपीको लागि पनि हजुरहरूले मेरो भिडियो हेर्दै गर्नु होला, फलो गर्नु होला। थ्याङ्क यू सो मच।